हेलो गुड मर्निङ साथीहरू, वेलकम ब्याक टु पूर्णिम ब्लोन युट्युब च्यानलमा स्वागत छ। अनि आज चाहिँ आमाको मुख हेर्ने दिन। म चाहिँ यति बेला उठेको थिएँ, अहिले भर्खर उठेको। अनि मेरो दिदी चाहिँ उठेर पनि सेल पकाउनु भएछ। यतातिर सेल पोल्दैछ। म चाहिँ भर्खर उठेको, दिदी चाहिँ उठेर पनि सेल पोल्दै सेलरोटी घुमाउँदै बिहान 5 बजी उठेर दिदी चाहिँ यता छ। अर्को सेल यता छ। सेल पोलेको सेल ए अब म चाहिँ मासु काट्न जानु पर्यो, मासु बनाउनु पर्यो है साथीहरू। मासु मैले चाहिँ रुम पनि सफा गरेको थिएन, अब रुम सफा गर्छु। छोरा हो यहाँ सुतिरहेको छ, उठेको छैन। अब रुमहरू सफा गर्नु पर्यो साथीहरू, रुमहरू सफा गर्नु पर्यो। ब्ल्याङ्केट यत्तिकै राखिरहेछौँ। रुम मिलाउनुलाई चाहिँ मलाई ढिलो लाग्दैन है साथीहरू, ढिलो हुँदैन। चट्ट यसरी मिलाइहाल्यो। स्याउ हिजो बेलुका खान्छु भनेर मैले राखेको थियो, खाएन। साथीहरू मासु पनि काटिसक्यौँ। अब चाहिँ म मासु फ्राई गर्छु। अन्तिमसम्म भिडियो हेर्नु होला। फाइनली साथीहरू मासु पनि पाक्यो। यतिको भए मैले ग्रेभी बनाएको छु, किनभने रोटीसँग चोपेर खानुपर्छ नि त। कति मिठो खाउँ लाग्ने। मलाई चाहिँ त्यो के भन्छ अरे, अलि रातो रातो हुने गरी फुट्नुपर्छ अरे। अनि त्यही भएर म चाहिँ मजाले भुटेँ। अनि त्यसपछि चाहिँ ग्रेभी झोल बनाएको छु। अनि त्यसपछि यो ग्यास निकाइसकेँ एकछिनपछि चाहिँ म धनियाँ माथिबाट छट्काउने छु। अनि मलाई चाहिँ अहिले नै धनियाँ हालेको मन पर्दैन, अहिले अलिक पछि हाल्यो भने चाहिँ मिठो बास्ना आउँछ नि त। ल, तरकारी पनि पाक्यो। अब चाहिँ आमालाई खुवाउने रेडी हुँदैछ साथीहरू। मम्मी अन्डा निकाल्दैछ बोक्रो। अनि सामानहरू यतातिर छ। अब सामानहरू रेडी गरेर भोक पनि लगाइसक्यो साथीहरू, भोक लागिसक्यो। म चाहिँ यता छु। आमाको मुख हेर्ने दिन। हजुरहरूको के कस्तो गरेर आमाको मुख हेर्नुभयो। ह्याप्पी मदर्स डे, ह्याप्पी मदर्स डे। केकतिर नपाएर त्यो ए सबै केकतिर गयो।
त्यो त हो न मम्मी के काट्नु न नि त्यो निकाले नै हुन्छ नभए ल ह्याप्पी ह्याप्पी मदर्स डे यसरी त्यसरी होइन यसरी यहाँबाट स्वाट काट्ने अनि यहाँबाट निकाल्ने बादो खै ल ह्याप्पी मदर्स डे मम्मी ल नानी खुवाएको आम्दा उजुरी छ टिकलाई टिक मम्मीलाई लाइट फ्राइड कम दाममा अनि यतातिर चाहिँ पुरा भाग लाएर राखेको छ सानो प्रिन्स आउनुस् त नजानु होला आमा ल खा फेर मम्मी आज मेरो मम्मी आमा खुवाउने औँसीको दिनमा आमाको मुख हेर्ने दिनमा ल मेरो मम्मी तामाङ ड्रेसमा सजेको छु कस्तो राम्रै देख्नु भएको छ मेरो मम्मीलाई यता हेर्नु त मम्मी हेलो भन्नुहोस् हेलो हेलो के छ साथीहरू भन्नु हेलो मेरो साथीहरू सबैलाई नमस्कार छ साथीहरू